हाम्रो बेहुली नानी चाहिँ उनी नै हुन्। सुकाम सुकाम आज इन्डियन भन्दिन गरे मलाई चाहिँ बुढाले साडी लगाइदिँदै हुनुहुन्छ। तपाईँ यही अनुहार हेरेर त आएको हो त। आरोग्यतामा आरोग्य अवस्थामा यसो हिले खुट्टा दुख्दैछ। नमस्ते। आज चाहिँ धेरै पछि मैले भ्लग गर्दैछु। आज बुढालाई चाहिँ साइडमा लगाइदैछु अनि विशेष गरी मैले आज भ्लग बनाउन लागेको कारण चाहिँ हाम्रो चर्चको स्पेशल बहिनी नबिना दालको चाहिँ बिहे हुन लागेको छ अनि आज चाहिँ प्रिपेरेसन भइरहेको छ चर्चमा। तपाईँहरूलाई देखाउँछु क्या। यहाँ चाहिँ बहिनीहरू पुसपास गर्दै हुनुहुन्छ। हेलो एभ्रिवान। अयो रमाइलो भइरहेछ। अनि हाम्रो बेहुली नानी चाहिँ उनी नै हुन्। उनले चाहिँ माइकहरू मिलाउँदैछ हाम्रो साउदी जितन बहिनीले। अनि हाम्रो डेकोरेसनहरू यति नै सिम्पल गरेको छ अनि डेकोरेसन गर्ने दाइहरू चाहिँ गइसक्नु भएको छ अनि कतिवटा चाहिँ बाँकी नै छ लाइटिङको कुराहरू। अनि त्यसपछि मनी रेडी हुन बाँकी नै छ। भोलि त तपाईँहरूले देख्नु नै हुन्छ। अनि बुढा कहाँ छ भनेर तपाईँहरूलाई जिज्ञासा लाग्छ भने क्यामेरा पछाडि छ है। ल भोलि देखाउँला बाँकी छ। हाई गुड मर्निङ गाइज। आज चाहिँ बिहान 8:30 बजिसकेको छ। हिजोको हल्का हल्का क्लिपहरू चाहिँ तपाईँलाई देखाएको छु। अनि आज चाहिँ अब रेडी भएर जानुपर्ने छ। 10 बजे पुग्नुपर्ने अनि म आफै अगाडि हाम्रो क्वायर टिममा भएको कारणले अलिक चाँडै नै जाम होइन। 10 बजे भनेको छ तर अलिकति हामी चाँडै नै जाम भनेर चाहिँ अलिकति चाँडै रेडी हुन लागेको। म चाहिँ चुरा मिलाउँदैछु। चुरा मेरो पोलिस हिजो लगाएको। सुरु गरौँ है त। म चाहिँ सुरुमा यो रोजबाट लाउँछु। सुकाम सुकाम सुकाम। Look who is here. Finally. Your favorite सामिल तामाङ। उहाँ पनि आइसक्नु भयो। अब चर्चको अलिअलि कामहरू गरेर मेरो आइब्रो पनि भयो। अरू मेरो पनि राम्रो भाषा आइब्रो। यो बुढाले हँसाउँछ। अलिअलि मिलाउँदैछु यहाँ कन्सिलरले। अब आइ एम गोइङ टु टेक अ बाथ। नुहाउनु पर्यो एकचोटि। नुहाउनु पर्यो रे। पसिनै पसिना। के काम गर्नुभयो? मैले चाहिँ साउन्ड सिस्टम मिलाउन पर्यो अनि मेरो गिटारलाई रेडी गरेको। अनि त्यस्तै अरू त गिटारहरू अनि त्यसपछि गीत बज्नु पर्यो नि त ब्याकग्राउन्डमा। त्यो कुराहरू पनि मिलाए। आज जस मजा हुन्छ। बहिनी पनि रेडी हुँदैछ उता दिदीकोमा। खासै खतरा त गर्न आउँदैन। अब जति जाने त्यत्तिकै। Look, my dress ready. आज इन्डियन भन्दिन गरे क्या। मेरो त रिभिल गरे हैन अहिले। त्यो मेरो कस्तो कलरको साडी हो बेबी? हजुर मेरो कस्तो कलरको साडी हो? अलि मिन्ट ब्लू टाइपको क्या। यो त्यस्तै हो। यो त्यस्तै अलि पछि देखाउने। कस्तो चिलाउँछ, कस्तो निहुरिन पर्ने यार।
उसको चाहिँ कति न अग्लै हाइट जस्तो कुरा आउँछ के बोक्दै हिँडेको सो गाइज हतार भयो है अब मेकअप पनि आधी देखाएँ तपाईँलाई अब चाहिँ साडी लाउँदैछु ढिला भइसक्यो त्यही भएर एप्पल बेबीले खुवाउँछ होइन बेबीले एप्पल खुवाउनुहुन्छ म चाहिँ खाँदै बेबीको गेटअप हेर्नु न एकचोटि देखाउनु त हामी नेपाली बाबु मेरी नेपाल हो मलाई चाहिँ बुढाले साडी लगाइदिँदै हुनुहुन्छ दिक्क लाग्दो त्यसरी हेर्नु के बेबी यहाँसम्म यो साडी चाहिँ केटीहरूलाई भन्दा केटालाई बनाउनु पर्ने रहेछ घारा गुरुक लाएर हामी त यार हिँडिदिन्थ्यो होला यार यो आयो लगाइदिँदैछ बेबीले जान्दैन होइन यो दिदी बहिनीहरूलाई यस्तो टाइम लाग्छ हेर्नु न अघिदेखि गरेको हामी नुहाएर सब रेडी भइसक्यो बुढीको हेर्नु त यहाँ चालाबाला यस्तो छ ल यो घुमाउन किन पर्ने घुमाउनेले स्ट्रेट गर्ने स्ट्रेटले घुमाउन पर्ने खै क्या हो यार यो तपाईँ यही अनुहार हेरेर त आएको हो त सो गाइज अब चाहिँ हामी लगभग रेडी भयौँ है अब बुढीलाई मात्र वेट गरिरहेको छु अनि त्यसपछि हामी निस्किन्छौँ चर्च जान्छौँ चर्चको प्रोग्राम सक्छौँ एन्ड देन हामी नमस्ते पार्टी प्यालेस जान्छौँ हेलो हामी फाइनली चर्चमा पुगिसकेका छौँ यो बुढाले लागेको मिलेन बहिनीलाई लगाइदिन मलाई हाम्रो बेहुली हेर्नुहोस् सो गाइज हामी चाहिँ बेमा पुगिसकेका छौँ जस्तो वेलकमिङ छ उहाँ चाहिँ बेहुलीको आमा बेहुलीको भाइ बेहुलीको दाइ हो दाइ उता भाइ यता दिदी यता बहिनी चाहिँ हाम्रो यस्तो छ सबैजना आइसक्नु भएछ भाइ पनि सुरु गर्नुपर्छ हामी चाहिँ यहाँ बस्छौँ होला यता बेहुला बेहुलीको अरू त सबैजना आइसक्नु भएछ रेडी होइन त केटी हो के हो अर्को बार तिमीले हो क्या आज यो यति सुन्दर दिन दिनुभएको छ प्रभु म तपाईँलाई धन्यवाद परमेश्वरको उपस्थितिमा अघि बढाउन छोरीको दाहिने हात आजको दुल्हाको दाहिने हातमा राखिदिनुहोस् ताली बजाइदिनुहोस् के तपाईलाई माया गर्नुहुन्छ के यिनको वास्ता गर्नुहुन्छ र यिनको हेरचाह गर्नुहुन्छ अरू स्त्रीहरू सबैलाई छोडी जीवनभरि के यिनको निम्ति मात्र आफूलाई जोगाइराख्नुहुन्छ के तपाईँ यस कुरामा सहमत हुनुहुन्छ सहमत छु र यस मण्डलीको सामु तपाईँ नवीना दाहालले श्री विश्वास भण्डारीलाई आफ्नो विवाहित पति हुनलाई ग्रहण गर्नुहुन्छ के तपाईँ यिनलाई आदर गर्नुहुन्छ कि यिनको वास्ता गर्नुहुन्छ र यिनलाई माया गर्दै यिनको सेवा गर्नुहुन्छ अरू पुरुषहरू सबैलाई छोडी जीवनभरि यिनको निम्ति मात्र आफूलाई जोगाइ राख्नुहुन्छ के तपाईँ यस कुरामा सहमत हुनुहुन्छ
प्रतिज्ञा गर्दछु कि आजदेखि उसो जे जस्तो भए तापनि सुखमा वा दुःखमा आरोग्यतामा वा रोगी अवस्थामा धनी अवस्थामा वा गरिबीपनामा बायाँ हातको साइला औलामा तपाईँले लगाइदिँदै हुँदा मेरो पछि पछि यो तपाईँले दोहोऱ्याउनुहोस्। हाम्रो विवाहको चिन्ह स्वरूप यो औँठी दिएर म तिमीलाई आफूसित भएका सबै कुराकी स्वामिनी बनाउँछु र यसरी नै मेरी विवाहिता धर्मपत्नी गरी ग्रहण गर्दछु। लगाइदिनुहोस्, ताली बजाइदिनुहोस्। ताली बजाइदिनुहोस्। उहाँहरूको कारणले तपाईँको महिमा भएको होस्। हाम्रो यो प्रार्थना छ, तपाईँबाटको आशीर्वाद हामी उहाँहरूको हामी जोडसँगले ताली बधाई छ। तपाईँहरू बस्न सक्नुहुन्छ। र नवीनालाई हार्दिक बधाई छ। र यस अवसरमा म विवाहमा जोडिएपछि विवाहित जोडीहरूले ध्यान दिनुपर्ने कुराहरू, उहाँहरूको वैवाहिक जीवन, सम्पन्न भइसकेको छ। यी दुला दुलाईको अब फोटोसुटमा त बाँकी छ चर्चमा। अब चाहिँ हामी सिधै भोज खान जान्छौँ होइन त गाइज? अब चाहिँ हामी सिधै पार्टी प्यालेसमा भेट्नेछौँ। अनि कति बहिनीहरूले चाहिँ डान्सहरू प्रिपेयर गरेको छ, अनि त्यो पनि म क्लिप तपाईँहरूलाई देखाउँछु। अहिले चाहिँ हामी पार्टी प्यालेसमा जाँदैछौँ। देउलीको मामाले लाग्दै हुनुहुन्छ हामी चाहिँ म बुढा बिचार गिटार पुऱ्याउनु गएँ। म चाहिँ यहाँ पार्टी प्यालेसमा आइपुगिसकेँ। फोटोसुट हुँदैछ। नमस्ते ब्याङ्क बहिनीहरू नि घाममा टन्टल परेर बसिरहेछ। बेहुलीहरू फोटोसुट भइरहेछ। के छ? अल्छी लाग्यो? होइन, यसो हिँड्ले खुट्टा दुख्दैछ। ए के छ बेहुलीको बहिनी? खै के भा सोइरहेछ। मेरो ज्यास्मिन आइसकेछ। ज्यास्मिन यहाँ हेर, से हाई, से हाई। हाई भन्देऊ न। दिदी अब यति राम्री हुनलाई पो टाइम लाग्दैछ है राजा। बुढी
बा मेरो खै कप छैन लायो हामी स्न्याक्स खाँदैछौँ ज्यास्मिन तिमी प्राङ खाने बेबी ज्यास्मिन ज्यासु यता हेर त तिमी के गरिरहेको के खाइरहेको के हो त्यसलाई के भन्छ अलि अगाडि जाऊ सानो हाम्रो एभ्रिवेक भाइ छ होइन यामी यामी ज्यासु के खाइरहेको फ्रेन्च फ्राइज हाम्रो मम्मीहरू पनि आएर खाँदै हुनुहुन्छ बाबा मम्मी हेलो हाम्रो बेहुला बेहुलीको गफ हुँदैछ नबिना हेलो नबिना कस्तो फिल हुँदैछ रमाइलो मेरो ल्यासेस यहाँ निस्किरहेछ ए के हो न अहिले बस घरमा निकाल्ने नै हो त्यो अहिले निकाल्नु खानु सक्यो हाम्रो ज्वाइँ साल त खुसी हुनुहुन्छ होला यिनीहरू नाच्ने भन्दैछन् हाई गला हाई गजु यता हेरेर हेलो टु फ्लोर्स पे है आई येलो येलो बड़ी सॉलिड मस्ती छाई हेलो हेलो तू मुझे लगा एकछिन गरेर झारिसक्यो
टाइम। सो गाइज अब चाहिँ हाम्रो पार्टी पनि सकिसक्यो, खाना खाएर टाइममा टुम्म भइसक्यो। अब आजलाई चाहिँ हामी यति नै राख्छौँ ब्लग। नेक्स्ट टाइम फेरि पनि भेटौँला। बाई बाई।